लगडा सबैजनालाई फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ लगातार 3 दिन भइसकेको छ भ्लग बनाएको। निस्किनु पर्यो। चल चल भाइ साहब चल चलो भाइ साहब गरिदिन्छ बिन्दासिनीमै त। अनि पूजा अनि लगडा आज चाहिँ सोल्टी राजाको प्रसाद 300 पूजा सुरुमा। अनि त्यसपछि आज चाहिँ रेस हो। के हो रे रेसको नाम? इन्ड्युरो होइन? आज चाहिँ इन्ड्युरो रेस हो। सुरुमा चाहिँ हामी बिन्दावासीमा जान्छौँ यो बाइक पूजा गर्न। अनि त्यसपछि अब दाइहरूलाई भेटेर कता कता के गरेर रेस हेर्न जानुपर्ने हुन्छ। पोखरा इन्ड्युरो आज क्वालिफाइङ होला। भोलि शनिबार चाहिँ फाइनल होला मेबी। त्यही हो एउटा होला जल्दी लगडा। फाइनल्ली हामी चाहिँ यहाँ बिन्दावासी मन्दिर आइसकेका छौँ। मैले चाहिँ यता बनाउँदै रहेछ के हो यस्तो बाइक चाहिँ यहाँ छ। अनि यहाँ आन्टीले चाहिँ सरदम दिनुहुन्छ अरे। अमनले माथि गएर छोएर आएपछि चाहिँ गुरुबा आएर यहीँ पूजा गरिदिनु रे। अमन खाता राख्ने कि होइन? खाता राख्दिनु न राख्दिनु। 9,50,000 9,50,000। अच्छा लगा आपको? इंडिया में नहीं पता। इंडिया में तो नहीं होता। हाँ ठीक है। ये चाइनीज बाइक है ना? चाइनीज बाइक है। नेपाल पे मिलता है ये। हाँ ठीक है। ये बहुत अच्छा बाइक है बट पैसा अलि बढी है। हजुर हजुर कलर बाइकको जुन हाल्दै नि हुन्छ। एउटा यहाँ कुरा हुँदै चाइनिज बाइक भन्दै बुढोहरूको। ल जाऊ साथी त्यहाँ लिएर जाऊ। पछाडि पर्खा राख्देऊ न। ल त्यो माथि सरदम गरेर लिएर आऊ। बाहुन यहाँ आउँछ अरे के गुरुजी। म त जाँदिनँ। तिमी गर छोरा आउन। मैले किनेको त होइन। लगडा बाइकको लुक्स चाहिँ यस्तो छ अहिले चाहिँ। त्यही एउटा ल यहाँ अमनले पूजा गर्छ। अब एकछिनमा गुरुबा आउँछ अरे। फेरि गुरुबा आसी भेटौँला। अनि पूजासुजा गरेर फेरि लाग्नुपर्ने हुन्छ। आज चाहिँ पानी नपरोस् होपफुल्ली है। आज चाहिँ क्वालिफाइङ रेस हो अनि भोलि चाहिँ फाइनल हो। आज चाहिँ जे जसको क्वालिफाई हुन्छ अब यताउति हेर्न पर्छ र अब त्यही हो। बाँकी कुरा गुरुबा आसी गरौँ। हामी चाहिँ मन्दिरभित्र छिरिसकेका छौँ। उताको बाटो बन्द भएर अहिले चाहिँ यताबाट रहेछ यस्तो उकालो। नत्र यहाँ गऱ्यो नि होला नि। यहाँ यो नि मन्दिर होइन? के गर्ने हो? सरदम भन्ने त यहीँ गऱ्यो नि होला नि दाइ है? त्यो दाइलाई थाहा होला के अरे। सरदम हो कि के छोएर ल्याउने भन्थ्यो के अरे। माथि नै हो जाम भयो। लगडा हामी चाहिँ हिँड्न झ्याउला हो के अरे खासमा। अब ठिकै छ है। थोरै अब परिवारको दबाबले गर्दाखेरि हामी पूजा गर्न आएको छौँ। म चाहिँ होइन है फेरि यता एउटा होला। अब यो सरदम गरेर निस्किहाल्नु पर्छ पूजा गरेर। गुरुबा चाहिँ बोलाइदिन्छु भने तलै लगडा। हामी त दुइटै गुवाक परिरहेछ यार। मैले त छोएर ल्याउनु होइन। छोएर मात्रै ल्याइयो कि दुइटै ठाउँमा। एउटा गणेशमा एउटा बिन्दावासीमा भन्दैन। ठिकै छ अब के भएन। अब दुइटै गुवाक परिदियो ल। थाहा यार थाहै भने यार सरी यार। अब पहिला म नि यहाँ थिएँ कि मन्दिर पूजा बाइक पूजा होइन। तर मम्मीले के गरिदिनु भएको थियो। मेरो त दुइटै गुवाक आइएछ। आन्टीले फर्केपछि पो भन्नुहुन्छ यार। त्यही नि आधा बाटोमा आज त्यही हो। ठिकै छ त छोएर ल्याइयो जे भयो नि होइन त नि। अब यहाँ गुरुबा आएर पूजा गर्दैछ अनि भइहाल्यो त। नम्बर प्लेट यस्तो हालेछ साथीले पुरा। कति हो यो 9 हो कि 5 हो? 5247। ओरिजिनल नम्बर प्लेट हेर्न त फेरि यो डुब्ली हो। बा प 264 प यता गएको छ निकालौँ न निकालौँ। यस्तो यो ढ्यालाङ ढुलुङ यताको निकालेको। यताको त निकालिसकेको रहेछ। यता हाउस अफ डटको छिराएछ। सब सेम हो। एउटा यही मात्र हो मदारी गिफ्ट हानेको। अरू सब बाइकमा जे किन्दा आएको त्यही हो होइन? किन्न थियो त्यही हो। अलि पछि हुन्छ चेन्ज। यस से नो टु मोडिफाई। ओके अहिलेलाई यति भन्दैमा एकछिनपछि बेडमलाई फेरि गुरुबा आएपछि
अगाडि हाम्रो गुरुबानी आइसक्नु भएको छ। यहाँ चाहिँ अब के यस्तो गर साथी गर पूजा गर। मैले नि यस्तै गरेको यार। यहीँ गरेको के दुईटा हातले हट। छोडिदियो खुट्टा सुट्टा। नरिवल फुन्ने होला नि। कभी कभी करना पड़ता है भाई साहब। सेकेंड हैंड लेके भए पर्दैन होला के रे। सेट भयो। आन्टी खानी पानी दिन्न बरु। एक घुटु खाम। ए पिम थाहै भने यार चढाउने भन्ने त यार छुवारा मात्रै ल्याइयो यार। सिट हामी फेरि हल्का अब यस्तो थाहा भएन आन्टी। हजुर ए हुन्छ हुन्छ। त्यो त अब हजुरले भनि थाहा थिएन हजुरले भनिहाल्नु। होइन केही भएन अब के गर्नु त। भगवान्ले पनि माफ गर्नु होला नि थाहा नभएपछि त। हजुर हजुर म नि आएको थिएँ आउन त। पहिला मम्मीसँग आएको थिएँ कि मम्मीसँग आएर यहीँ गरेको थिएँ। मम्मीले के गर्नुभयो कि त्यही भएर हो। हजुर परे परे हुन्छ हुन्छ। त्यहाँ के हुँदैछ नरिवल फोडेको खिचौँ भनेको भ्याइयो क्या पूजा त। के हुँदैछ बाँसलाई टिका लगाएर पैसा दिन पर्छ भनेर कानमा भन्न पर्यो सुटुक्क। मैले भनिदिइसकेँ बाप्सलाई पैसा दिन पर्छ भनेर। मलाई पनि थाहा थिएन कि यसलाई झन् थाहा हुने कुरै भएन। तातो होला है।
गंधाक्षतपुष्पाणि ओम विश्वकर्माय विश्वकर्माय पादस्य विश्वभूतानि त्रिपादस्य अमृतं निधि पादेः पार्थं समर्पयामि नमस्ते करोमि विश्वकर्माय नमः श्रीमते लक्ष्मी सबत सधैँ केटी राख्न पाऊँ भन् नक्षत्राणि रूपमस्ति न उसलाई त सिट बुझाउने भयो। ओम विश्वकर्माय कारणै पाउसम्मले नमद्वारं प्रावेशां नित्य विष्टां सहितं ईश्वरीं सर्वभूतानां पनि उहिले जा नाम संग्राम दिव्यां गंगाद्य सोनहरं गंधाक्षतपुष्पाणि समर्पयामि नमस्ते विश्वकर्माय नमः सुजातो योतिथा बाइकलाई खाता आन्टीले नि मिलाएरै दिएर रहेछ निलो बाइकलाई निलै खाता दिएछ अरे आन्टी निलो बाइकलाई निलै खाता दिनुभएको ल ठिक छ यत्तिको भाइब चाहिँ मिल्नु बाइकलाई हो कि कसलाई हो बाइकलाई वेलकम टु नेपाल CX 300 ऐनातिर बाँध साइडतिर हजुर धया आन्टी धदा दिन त अझ एक सेट एउटा मात्रै एकतिर मात्रै भर्यो यहाँ आन्टीकोमा चाहिँ यस्तो यस्तो नि रहेछ के हो यस्तो किरिङ रहेछ हामीलाई नि आन्टी अब अर्को बाइक किनेपछि छ नि कपडा बस्ने नि हो यहाँभित्र ब्याग स्याग ल माला साला नि रहेछ बगल बगलै ए हुन्छ धन्यवाद ल केटा दजा ल ल वासु अग्नि विश्वरूपं समय सूर्यावसु नरिवल ब्लास्ट होला नि अब ल पड्का प्याट्ट फोडेर सिटमा हाल बल्ल कतिको बल छ है ल यहाँ थाहा हुन्छ अब बल्ल टिका यहाँ सिटमा हान्न ल ल फाल्न फाल अब छर्की छर्की गाडी आयो फुटेन नफुटे नि छोड्दै अब हल्का पानी चुहियो होला नि अझ फेरि हान्दै अब छर्की लगडा पूजा चाहिँ अब सकिन लागिसक्यो लगभग सकियो भनौँ अब यो भ्लगै लास्टै धेरै भयो 7-8 मिनटको भइसक्यो के कागती आन्टी कागती कागज एउटा लयो होला नि दुईटा हो
कागती पनि चाहिँदो रहेछ होइन एउटा लगभग अब भ्याइसक्यो भनौँ पूजा चाहिँ अब यहाँबाट निस्किनुपर्छ यो भ्लग चाहिँ छुट्टै आउँछ होला यार पूजाको मात्रै यार धेरै भइसक्यो यार 12-13 मिनटकै भइसक्यो त्यही एउटा पूजा सकेपछि भेटौँला कहाँ गइन्छ लगडा हामी चाहिँ पूजा सुजा सकेर क्याफेतिर आइसकेको सब आइकोनमा चाहिँ को छ हो को छ यहाँ लगडा यस्तो आइकोन भनेको सब खुल्ला हो को छ यहाँ कोही पनि छैन त्यही एउटा मलाई नि पण्डित बाले चाहिँ टिका लगाइदिनु भयो अनि त्यही एउटा आज चाहिँ रेस्ट डे पनि हो होइन अनि मैले चाहिँ हाउस अफ डटको झन्डा त रहेछ के अरे सानो होला रहेछ तर आज रेस्ट पनि हो अनि के भन्छ अरे मेरो भ्लगै यो पूजा गरेकै 15-16 मिनटको भइसकेको छ यो चाहिँ म झ्यापझुप गरेर अहिले भर्खरै हालिदिइहाल्छु होइन यस्तो हो क्या मान्छे म कडा सिधीमिधी भ्लग बनायो भने फेरि ट्याकटुक भ्याएको के त्यही केटाको ल यो भिडियोको लागि यति भन्दैमा सिकाइदिँदा अर्को भिडियो होइन अर्को भिडियो चाहिँ त्यो बाइक रेसवाला हुनेछ त्यो चाहिँ अब आधी घन्टा 40 मिनट कति हुन्छ होला धेरै नै भयो भने पनि म हाल्नेवाला छु यो चाहिँ म अहिले हालिदिइहाल्छु त्यही एउटा चाउला सबैजनालाई स्टे सेफ स्टे ह्याप्पी